जिन्दगी ना मिलेंगे दोबारा कल किसने देखा है भन्ने त तपाईहरु सबैले सुन्नुभएकै होला हैन। भोलि के हुन्छ त्यो कसैले पनि थाहा हुँदैन। भोलिको कुरा जिउनु छ त आज खुल के जियो भन्ने कुरा पनि तपाईहरुले सुन्नु भएको होला। नमस्कार सम्पूर्णमा हजुरहरुलाई स्वागत छ मेरो नयाँ भिडियोमा। र आज चाहिँ हामी आफ्टर स्कुल चाहिँ इन्द्रेणी फल्स जाने भनेर चाहिँ हामी सल्लाह गरेर त्यहाँ गयौं। र यो चाहिँ कैजले र अम्बाको बीचमा पर्दछ, अलिक तल पर्दछ, जस पिथाङ भन्ने ठाउँ। अन्त त्यहाँ जानु चाहिँ त्यस्तो सजिलो चाहिँ छैन। रोड कटेपछि चाहिँ पुरा अप्ठ्यारो धन्न बाटो चाहिँ बनाइदिएको रहेछ। लास्ट इयर पनि हामी आउने ट्राई त गरेको, तर आदि यस्तो बाटोहरू बनाएकै थिएन नि त। अन्त आदि बाटोदेखि चाहिँ जंगलदेखि चाहिँ चढ्नु नसकेर चाहिँ हामी फर्केर गएको थियौं। सबैले भन्थे इन्द्रेणी फल्स चाहिँ दामी राम्रो छ, दामी छ भनेर, तर हामी आउनु चाहिँ आएको थिएन। भिडियोहरुमा पनि देखिरहेको थियो। अहिले यो ठाउँ चाहिँ ट्रेन्डिङमा आइरहेको छ नि त, सबैजना गइराख्नु भएको छ। अन्त हामी पनि जाऊँ न त भनेर चाहिँ आज चाहिँ आएको थियौं। अन्त यहाँनिर सधैँ हामी आउँथ्यौं, तर राजेन सर चाहिँ कहिले आउनुहुन्थेन नि त। अन्त उहाँ पनि आउनु भएको थियो आज चाहिँ। अन्त मैले चाहिँ जिस्काइरहेको थिएँ, राजेन सर पनि हाम्रो ग्रुपमा सामेल हुनुभयो भन्दै। अनि गरम पनि त्यस्तै गरम थियो, के भन्नु र। तर भनिन्छ नि स्वर्गको आनन्द अनुभूति चाहिँ हामीले त्यहाँ गएर पायौं। त्यो फल्समा गएर स्वर्ग त कसैले देखेको छैन, तर पनि स्वर्गमा आनन्द हुन्छ अरे भनेर सुनेकै छ। त्यस्तै खालको अनुभव चाहिँ हामीलाई यहाँबाट भयो। किनभने माथि चाहिँ यस्तो गरम, तर त्यहाँ तल जब झरनामा गएर चिसो खालको बतास हावा चलेको, पानी पनि त्यस्तै चिसो। अन्त फेरि यहाँ पुगेपछि चाहिँ हामीले फोटोहरू खिच्यौं, भिडियोहरू गर्यो। अन्त हामी चाहिँ यहाँ फोटो खिच्न गयो। अन्त यहाँ अमित सरले चाहिँ भिजाएर चाहिँ हामीले फोटो राम्रो खिच्नै पाएको थिएन। त्यसपछि चाहिँ हामीले यहाँनिर फोटोहरू खिच्यौं एकछिन। त्यहाँदेखि चाहिँ हाम्रो फर्किने बेला नै आइसकेको थियो। अनि ओह्रालो त सजिलै भयो, तर उकालो चाहिँ बाटो चाहिँ अलिक अप्ठ्यारै थियो नि त। उकालो चढ्दा चाहिँ यस्तो साह्रो परेको कि तलको सुख स्वर्गबाट नर्क आएको जस्तै भएको नि। अन्त यहाँनिर त्यही भन्दै जिस्किँदै हामी चाहिँ माथि आइसकेको थियौं। अन्त यहाँ अमित सरले चाहिँ म बोलिदिन्छु भिडियोमा भन्नुहुँदै थियो। अन्त मैले चाहिँ बोल्नै दिएकै थिइनँ नि त। अन्त त्यो चाहिँ पिच रोडदेखि चाहिँ यता अफ रोड पनि आउनु थियो। अन्त म चाहिँ अफ रोडमा चाहिँ कुदाउनु सक्दिनँ थिएँ नि त स्कुटी। अन्त एलटी सरले चाहिँ ल्याइदिनु भएको थियो। अन्त उहाँलाई नै मैले पर मेन रोडसम्म पुर्याइदिनुहोस् है भनेर चाहिँ मैले भनिरहेको थिएँ। अन्त चाहिँ त्यहाँनिर ठाउँहरू पनि थियो, त्यो ठाउँहरू चाहिँ मैले मिसाइ यो ठाउँ चाहिँ यो हो, यो ठाउँ चाहिँ यो हो भनेर त्यसको नाम भन्दै चिनाइरहेको थिएँ। त्यहाँदेखि त्यसरी हामी आयौँ। त्यो भोकले चाहिँ हामी हैरान हत्तु भइसकेको थियो, किनभने हामीले लन्चहरू गरेको थिएन। त्यहाँनिर दोकान छ भन्दै थियो, भरे दोकानहरू पनि केही रहेनछ नि त। अन्त चाहिँ त्यसपछि चाहिँ हामी फर्किने बेला आइसकेको थियो। अन्त हामी चाहिँ त्यहाँबाट हिँड्यौँ। यदि तपाईहरु पनि कोही जानु चाहनुहुन्छ भने चाहिँ जानुहोस्, किनभने त्यो ठाउँ चाहिँ एकदमै राम्रो छ, मलाई त राम्रो लाग्यो। अन्त त्यसपछि चाहिँ हामी अम्बा र ताजाको जङ्गल आइसकेको थियौँ। अन्त राजेन सरले चाहिँ गीत गाइरहनु भएको थियो हो, तपाईहरुले सुन्न सक्नुहुनेछ। यता पनि अन्जना मिस, तिमी मनमा छौ मेरो, सम्झना हौ मेरो, कहिले बिर्सिन्न। अन्त हामी त्यसपछि आफ्नो घर गयौँ। थ्याङ्क यू फर वाचिङ।